रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया। केही दिनसम्म कमसेकम कलेजबाट फर्किँदा हामी सँगै हुन थाल्यौँ। उसै गरी सिडिएसको देब्रेतर्फबाट जङ्गलको ओह्रालो झार्दै अनि खेतका आली आली हिँड्दै बल्कुका स्ट्यान्डसम्म जान्थ्यौँ अनि नयाँ बानेश्वर ओर्लेर केही बेर हिँडेपछि आफ्नो बाटो लाग्थ्यौँ। बिस्तारै सङ्कोच भन्ने चिज पनि हामीबाट हट्दै थियो। कलेजबाट फर्कँदा सँगै गए पनि कलेज जाँदा भने हामी आफ्नै हिसाबले जान्थ्यौँ। सङ्कोच हटेको पनि थिएन। जाँदा पनि सँगै जाउँ भन्ने प्रस्ताव राख्न सकौँ। सँगै हिँड्दा हामी अनेक गफ गर्थ्यौँ। सुरुमा अति औपचारिक भएर संवाद पनि गरिन्थ्यो। जस्तै तिम्रो ब्याचलर कहाँबाट हो म सोध्थेँ, उसले जवाफ दिन्थे अनि उसले पनि प्रश्न गर्थे अनि तिम्रो नि भनेर उसले जवाफ दिन्थे। यद्यपि मलाई उसको ब्याचलर कहाँबाट हो भन्ने थाहा थियो। यो सोध्नु मेरो कर्तव्य हुन्थ्यो। यसमा दुईवटा कारणहरू पनि थिए। पहिलो, उसले मेरा प्रति जुन उत्कण्ठा देखाएकी थिए मैले त्यो देखाउनु नै पर्थ्यो। दोस्रो, त्यो प्रश्नले एकछिनको सन्नाटालाई पनि चिरिदिन्थ्यो। केही अरू औपचारिक संवादहरू पनि हुन्थे। यसपालि जाडो अति बढ्यो है, उसले प्रश्न गर्थे। म पनि जवाफ दिँदै जान्थेँ। फुलचोकीमा त यसपालि हिउँ पर्यो रे नि, थुप्रै हिउँ पर्यो। यो टाइममा खुब जाम हुन्छ है, लगायत निकै औपचारिक गफहरू। पछि हामी एक आपसमा पर्सनल कुरा पनि सोध्न थाल्यौँ। तिम्रो खास घर चाहिँ कता हो? जङ्गलकै बाटो हिँड्दै गर्दा एक दिन उसले मलाई यो प्रश्न गरे। मैले जवाफ दिएँ, मेरो घर विराटनगर हो, नेपालको सबैभन्दा ठुलो दोस्रो सहरमा। अनि तिम्रो नि? मैले प्रश्न गरेँ। नेपालको पहिलो ठुलो सहर काठमाडौँ हो। मन्द मुस्कानका साथमा उसले यो जवाफ मलाई फर्काए। घनिष्ठता बढ्दो थियो। परिवार सम्बन्धी कुराहरू पनि सोधिए। टियुदेखि बल्कुसम्मको यात्रा पार गर्दा समय कटाउन निकै घनिष्ठता राख्नु आवश्यकता पनि थियो। एउटा हाँस उठ्दो कुरा, के यो अजीब होइन कि घनिष्ठ सम्बन्ध राख्नु हाम्रो निम्ति बाध्यता भइसकेको थियो? यो प्रश्न म मात्र मनमा नै खेलिरहेकै थियो। नेपाल बैङ्कको मोड सकिने बित्तिकै उसले एउटा प्रश्न गरी, घरमा को हुनुहुन्छ नि? मैले भने, बुवा, आमा, म र बहिनी। कुनै पनि प्रश्न सोध्ने पहिलो उही नै हुन्थे, किनकि म उसलाई कुनै पनि प्रश्न सोध्ने हिम्मत नै राख्न सक्दैनथेँ। उसले के सोच्ली भन्ने मलाई लाग्दथ्यो। एकदमै सङ्कुचित थिएँ यस मामलामा। वास्तवमै ऊ के सोच्दी हो? म मनमा नै यस्ता प्रश्नहरू गरिरहन्थे। कतै उसले ममाथि गलत पो सोध्छ कि भन्ने पनि लाग्थ्यो। तर उसको प्रश्नको उत्तर दिइसकेपछि भने त्यही प्रश्न उसलाई दोहोऱ्याएर नसोधिकन मनले पटक्कै मान्दैनथ्यो। सोधिहालेँ, तिम्रो घरमा चाहिँ को हुनुहुन्छ नि? बाबा, मम्मी, भाइ र म। उसले यो जवाफ दिए। मैले हल्का जिस्कँदै भने, हाम्दो हमारे दो रहेछ नि तिम्रो घरमा पनि, हाम्रो जस्तै होइन त? परिवारमा को छन् मात्र होइन, हामी दुवैको परिवारमा प्रत्येक सदस्यको पुरै बायोग्राफी हामीलाई थाहा भइसकेको थियो। एक दिन बानेश्वर ओह्रालो चोकबाट भित्र छिरिसकेपछि करिब तरकारी बजारतिर पुगिसक्दा मैले मोबाइल नम्बर माग्ने हिम्मत गरेँ। उसले कुनै प्रश्न प्रतिवाद केही नगरी आफ्नो नम्बर दिए र उसकोमा मिसकल गर्न भने। यसपछि उसले पनि आफ्नो सेटमा मेरो नम्बरलाई सेभ गरे। भोलिपल्ट उसको फोन आयो। सोधी, तिमी कहाँ छौ? चोकमा पुग्नै लागे। मैले भने, छिटो आऊ, म कुर्दैछु। त्यस दिनदेखि हामी फर्कँदा मात्र होइन, कलेज जाँदा पनि सँगसँगै हुन थाल्यौँ। केही नियमहरू बने, जस्तो नयाँ बानेश्वरमा चोकमा जो पहिले पुग्छ उसले फोन गर्ने, जाँदा उसले भाडा तिर्ने, आउँदा मैले भाडा तिर्ने। ठुला ठुला आँखा तिर बनी बसे यो दिलैमा।
जाँदा फर्कँदा दुवै समय अफिस टाइम परेकोले बसमा धेरै उभिन्थ्यौँ। कहिलेकाहीँ कुनै सिट खाली भइहाल्यो भने म उसलाई बस्नको लागि अफर गर्थेँ। ऊ केही नभनिकन खुत्रुक्क सिटमा बस्थी र सायद म उभिएको पनि देख्न सक्दैनथी। मिलेसम्म ऊ आफू बसिरहेको सिटमा अलिकति ठाउँ मेरा निम्ति पनि निकालिदिन्थे। हामी अटाइ नअटाइ एउटै सिटमा बस्थ्यौँ खाँदिएर। त्यो सबै देख्दा साइडमा कोही बसिरहेको छ भने पनि अलिकति सर्नका निमित्त दबाब पर्थ्यो। क्लासमा पनि ऊ आफू बसिरहेको सिटबाट सरेर प्रतीक्षाहरूको सिटमा आइसकेकी थिए। एक दिन क्लासमा बसिरहँदा इसाराले मैले नै उसलाई पछाडि आउन आग्रह गरेको थिएँ। ऊ सिधै हामी बसेको सिटमा आएर बस्न त सकिन, तर प्रतीक्षाको सिटमा उनीहरूसित बसी गफ गर्ने बहानाले। बिस्तारै ऊ प्रतीक्षासँग बस्न थाली। यसरी इन्ट्रान्स टपर साया अब ब्याक बेन्चर भइसकेकी थिए। यस कुरामा निकै गौरव लाग्थ्यो कि क्लासका सबैभन्दा सुन्दरी केटी हाम्रै अगाडि बस्थे र तिनीहरूसँग हाम्रो सम्बन्ध पनि असाध्यै राम्रोसँग स्थापित भइसकेको थियो। उनीहरू पछाडि फर्कँदा प्राय पढाइ र नोटहरूको विषयमा ज्यादा कुराकानी गर्थे। कहिलेकाहीँ सिनेमाका कुरा पनि गर्थे। सबभन्दा धेरै सिनेमा प्रतीक्षाले हेर्दी रहेछ। कुनै सिनेमा मन परेको छ भने आन्द्रैदेखि तारिफ गर्थे। मन नपरेको छ भने छिछि कस्तो सिनेमा थियो भनिहाल्थे। उसका लागि यस बीचको मूल्याङ्कन नै थिएन। एक दिन प्रतीक्षाले नै हामीहरूतिर फर्कँदै सिनेमा हेर्न जाने प्रस्ताव राखी। किरण मक्क पर्दै आफै अघि सरेर सोध्यो, कुन सिनेमा हो? कागबेनी सिनेमा हो, प्रतीक्षाले भनी। तर मेरो जिज्ञासा अर्कै थियो। सोधिहालेँ, अनि जाने चाहिँ को हो नि? मैले प्रश्न गरेँ। प्रतीक्षाले उत्तर दिए, हामी 4 जना हो। प्रतीक्षाले आफूहरू 4 जनालाई देखाउँदै भन्न थाले, यदि तिमीहरू गयौ भने हामी 6 जना हुन्छौँ। मैले आफ्नो उत्तर पाइहालेँ, तर डेट त सोध्नु पर्यो नि। मैले उसलाई डेट सोधेँ। उसले भनी, शनिबार मर्निङ सो, जय नेपालको हलमा। पतली त्यो मधुर ओठ